नमस्कार। आज हामी एसई पछि जुन भोकेशनल कोर्स यानी कि सीटीबीटी का हामी कोर्सहरु गर्छौं त्यसको तयारी कसरी गर्ने र हामीले सीटीबीटी मा के कस्ता कोर्सहरुको अध्ययन गर्न सक्छौं, कति समय लाग्छ, कति फी लाग्छ, त्यसको के कस्तो सुनिश्चितता छ त, भविष्यमा जागिर पाइन्छ कि पाइदैन, कस्तो खालके परिवारका मान्छेहरुले यो सीटीबीटी का कोर्सहरु पढ्ने हो, त्यो विषयमा आज हामी छलफल गर्न गइराखेका छौं। अब आजको यो भिडियोमा मैले यहाँ टेबल अफ कन्टेन्ट राखेको छु। के कुराहरु हामी हेर्छौं भन्दा सीटीबीटी ले के कस्ता कोर्सेसहरु है, यो स्क्रिन रहन्छ, कोर्सेसहरु चाहिँ के कस्तो अफर गर्छ त, के कुरा हामीले पढ्न पाउँछौं, प्लस ती कोर्सहरु पढ्नको लागि के छ एलिजिबिलिटी क्राइटेरिया, यानी कि हाम्रो योग्यता के हुनुपर्छ त भन्ने विषयमा पनि हामी चर्चा गर्छौं। भने त्यो सीटीबीटी को जुन इन्ट्रान्स एक्जाम छ, त्यो इन्ट्रान्स एक्जामको लागि कुन विषयहरुको कसरी तयारी गरिन्छ, अनि एसई को रिजल्टले त्यो हाम्रो सीटीबीटी मा आउने इन्ट्रान्स को एक्जाम को रिजल्टलाई फरक पार्छ कि पार्दैन, कसरी एक्जामहरु हुन्छ, के कस्ता क्याम्पसहरु छन् भन्ने विषयमा पनि हामी चर्चा गर्छौं। भने अन्तिममा हामीले कसरी राम्रोसँग तयारी गर्न सक्छौं भन्ने विषयमा पनि हामी डिस्कस चाहिँ गर्ने छौं। सुरुमा जाउँ हाम्रो सीटीबीटी, जसलाई हामी डिप्लोमा लेभल अथवा पीसीएल लेभल, प्रोफिसिएन्सी सर्टिफिकेट लेभल भनेर भन्छौं, त्यसमा के कस्ता कोर्सहरु छन्। हुन त एकदमै धेरै कोर्सहरु चाहिँ सीटीबीटी ले अफर गरेको छ। त्यो मध्ये एकदमै केही महत्त्वपूर्ण कोर्सहरु चाहिँ मैले यहाँ राखेको छु। जस्तो कि पहिलो हाम्रो इन्जिनियरिङको कोर्सहरु छ, जहाँ तपाईहरुले यो सिभिल इन्जिनियरिङ, कम्प्युटर इन्जिनियरिङ, इलेक्ट्रिकल इन्जिनियरिङ, जियोमेट्रिक्स इन्जिनियरिङ, आर्किटेक्चर, पछि ब्याचलरमा गएर चाहिँ म इन्जिनियरिङ पढ्छु भन्ने यदि इच्छा कसैको छ भने तपाईहरुले ओभरसियर पढ्नुभयो भने धेरै सजिलो हुन्छ। यसलाई ओभरसियर पनि भनिन्छ बजारी ल्याङ्ग्वेजमा, मार्केटको ल्याङ्ग्वेजमा। र यसले चाहिँ एउटा विद्यार्थीहरुलाई स्किल डेभलप गर्छ के। खासमा सीटीबीटी को कोर्स यसरी डिजाइन गरिएको छ कि यहाँ थ्योरी भन्दा पनि प्र्याक्टिकल कुरामा जुन तपाईलाई पछि काम गर्नको लागि स्किल चाहिन्छ त्यस्ता कुराहरुमा चाहिँ विशेष फोकस गरेर पढाइन्छ, अध्ययन गराइन्छ। त्यही भएर यसलाई भोकेशनल कोर्स भनेर पनि भनिन्छ। सीटीबीटी को कोर्स जति पनि स्टुडेन्ट्सहरुले गर्छन् उहाँहरुले चाहिँ सजिलैसँग पछि गएर मार्केटमा कामहरु पाउँछन्। जस्तो +2 साइन्स, +2 म्यानेजमेन्ट, +2 एजुकेसन गरेको स्टुडेन्ट्सहरुले चाहिँ काम पाउन एकदमै गाह्रो छ। तर सीटीबीटी को मान्छेहरुले चाहिँ मजाले पाउँछन् कामहरु, र लोकसेवामा पनि पछि भिड्न पाइन्छ। अब यो इन्जिनियरिङ फिल्ड जुन छ, प्राय हाम्रो नेपालमा चाहिँ एकदमै चलेको फिल्ड भनेको यो सिभिल इन्जिनियरिङको र कम्प्युटर इन्जिनियरिङको। अब अहिले टेक्नोलोजिकल जमाना पनि छ, आईटी को सेक्टरमा पनि मान्छेहरु भिज्न खोज्छन्। त्यही भएर कम्प्युटर इन्जिनियरिङ पनि अहिले चाहिँ फस्टाउँदो कोर्समा रहेको छ। धेरैले चाहिँ सिभिल इन्जिनियरिङ पढ्छन्। अब कहीँ कतै इलेक्ट्रिकल इन्जिनियरिङ, जियोमेट्रिक्स इन्जिनियरिङ, आर्किटेक्चर इन्जिनियरिङ पनि पढ्ने कुरा छ। सिमिलरली अर्को छ मेडिकल फिल्ड। मेडिकल फिल्ड अथवा हामीलाई हेल्थ फिल्ड पनि भन्छौं, जहाँ चाहिँ पीसीएल नर्सिङ, एचए हेल्थ एसिस्टेन्ट, फार्मेसी, रेडियोलोजी, अनि डेन्टल, ओपिथेल्मोलोजी, ल्याब टेक्निशियन, जेनरल मेडिसिन, आयुर्वेदा, यस्ता खालके चाहिँ मेडिकल अथवा हेल्थको कोर्सहरु सीटीबीटी ले अफर गर्छ। नेपालमा एकदमै चलेको कोर्स भनेको चाहिँ हाम्रो यो पीसीएल नर्सिङको, एचए को र फार्मेसी, यो तीनटा कोर्स चाहिँ एकदमै धेरै चलेको छ। भने कहीं कतै चाहिँ प्राय जसो मिडियम लेभलमा हाम्रो यो रेडियोलोजी, डेन्टल र ओपिथेल्मोलोजी पनि पढ्ने चाहिँ गरिन्छ है त। अर्को छ हाम्रो एग्रिकल्चर र फरेस्ट्री। एग्रिकल्चर को सेक्टरमा र फरेस्ट्री को सेक्टरमा पनि स्टुडेन्ट्सहरुले चाहिँ सीटीबीटी मा पढ्न मिल्छ। उनीहरुले पछि लोकसेवामा पनि यो एग्रिकल्चरसँग सम्बन्धित पदहरुमा खुलेको बेलामा भिड्न मिल्छ। फरेस्ट्री को चाहिँ यो प्राविधिक तर्फ चाहिँ पदहरु विभिन्न खुलिराखेका हुन्छ, मान्छेहरु मागिराखेका हुन्छ सरकारले, त त्यति बेला पनि एक्जाम दिन चाहिँ मिल्छ। सीटीबीटी ले एउटा त्यो स्किल चाहिँ तपाईहरुमा डेभलप गर्छ। भने अरु कोर्सहरु छन्, जस्तो यो मास कम्युनिकेसन भयो, सोशल वर्क भयो, पछि तपाईलाई ब्याचलरमा गएर चाहिँ यो आईएनजीओ, एनजीओहरुमा काम गर्न मन छ, युएनहरुमा काम गर्न मन छ भने सोशल वर्क तपाईले पढ्दा भयो। होटल म्यानेजमेन्ट पनि छ सीटीबीटी ले डेभलप गरेको। कसैलाई होटलमा चाहिँ अब काम गर्न मन लागेछ, सेफ, वेटर जस्ता विभिन्न जब्सहरु, अथवा भनौं न विदेशतिर गएर राम्रो 5 स्टार होटलहरुमा चाहिँ काम गर्न मन लागेछ भने तपाईले सीटीबीटी मा होटल म्यानेजमेन्ट पढ्नुभयो भने धेरै कुराहरु, नयाँ कुराहरु सिक्नुहुन्छ। भने अर्को जर्नलिजम, यो पत्रकारहरुलाई मास कम्युनिकेसन र जर्नलिजम जो पत्रकार बन्न चाहन्छन् उनीहरुलाई चाहिँ यस्ता कोर्सहरु अफर गरिएको छ। अब यो सीटीबीटी को जति पनि कोर्सहरु छ 99% कोर्सहरु 3 इयर्स का कोर्सहरु हुन्, 3 वर्षे कोर्सहरु हुन्। 3 वर्ष तपाईहरुले पढ्नुहुन्छ। खासमा हाम्रो +2 को साइन्स, म्यानेजमेन्ट, सो सरह नै सीटीबीटी को यो पीसीएल लेभल अथवा डिप्लोमा लेभल भनेर भनिन्छ। तर यो सीटीबीटी को कोर्स गर्ने स्टुडेन्ट्सहरुमा चाहिँ स्किल को डेभलप हुन्छ, उनीहरुले सजिलैसँग जागिर पनि खान पाउँछन् है। अर्को फाइदा के छ भने सीटीबीटी को स्टुडेन्ट्सहरुलाई +2 का स्टुडेन्ट्सहरुले लोकसेवा भिड्दाखेरि
हाम्रो प्रशासनतिर यो खरदार सुब्बा अधिकृततिर भिड्न पाउँछन् भने सिटिभिटीका स्टुडेन्ट्सहरूलाई चाहिँ के छ भने उता खरदार सुब्बा अधिकृत पनि भिड्न पाए र आफ्नो फिल्ड प्राविधिक सेक्टरतिर पनि उनीहरूले भिड्न चाहिँ पाउँछन्। त्यही भएर त्यो लोकसेवातिर सरकारी जागिरतिर चाहिँ अलिक फाइदा छ, किनकि नेपालमा अहिले धेरै सरकारी जागिर खाने ट्रेन्ड चलेको छ कि त विदेश जाने ट्रेन्ड छ क्या 12 पछि चाहिँ। अब इलिजिबिलिटी क्राइटेरियाको कुराकानी गरौँ। सिटिभिटीमा तपाईले कुनै पनि कुराहरू पढ्नको लागि सुरुमा इन्ट्रान्स एक्जाम चाहिँ दिनुपर्ने हुन्छ र त्यो इन्ट्रान्स एक्जाममा एपियर हुनको लागि तपाईको एसई को रिजल्ट कस्तो आएको छ त्यसले धेरै ठुलो फरक पार्छ। तपाईहरुको एसई को रिजल्टमा चाहिँ कम्तिमा पनि ओभरअल 2 जीपीए आउनुपर्छ है। 2 जीपीए नआइकन सिटिभिटीमा तपाईले पढ्न चाहिँ पाउनुहुन्न। पहिले चाहिँ कस्तो थियो भने म्याथमा चाहिँ C+ ग्रेड, साइन्समा C ग्रेड, नेपाली र सोशलमा D+ ग्रेड भन्ने यस्ता विभिन्न क्राइटेरियाहरू थियो। तर यो वर्षबाट चाहिँ यो चेन्ज गरेको छ। अहिले कुन सब्जेक्टमा कति आउनुपर्छ भन्ने जरुरी छैन, जति आए पनि भयो, तर ओभरअल जीपीए चाहिँ 2 CGPA आउनु पर्यो है त। अब पछि मानिलो सिटिभिटीले यो क्राइटेरियालाई चेन्ज पनि गर्न सक्छ र सिटिभिटीको एउटा वेबसाइट छ, यसमा गएर तपाईले डिटेल जानकारी दिन सक्नुहुन्छ। यो वेबसाइटमा चाहिँ सिटिभिटीले आफ्नो एक्जामको नोटिसहरू, रुटिनहरू, आङ्गिक क्याम्पसको लिस्टहरू, स्कलरशिप टेस्टका मोडल क्वेशन्सहरू सबै हालेको हुन्छ www.ctvt.org.np। यहाँ गएर तपाईले करिकुलमहरू पनि हेर्न सक्नुहुन्छ। एचएमा के पढाइ हुन्छ, स्टाफ नर्समा के पढाइ हुन्छ, पीसीएल नर्सिङमा के कुरा पढाइ हुन्छ, ओभरसियरमा के पढाइ हुन्छ भनेर पनि तपाईले यहाँबाट चाहिँ मजाले हेर्न सक्नुहुन्छ। अब यो सिटिभिटी को इन्ट्रान्स एक्जाम तपाईले जब दिनुहुन्छ, दिनु भन्दा अगाडि तपाईले थाहा पाउनुपर्ने कुरा अथवा कुन सब्जेक्ट्स चाहिँ हामीले पढ्नुपर्छ त। अब 10 क्लासमा हामीले जुन सब्जेक्ट्सहरू पढाएको हुन्छौँ त्यहीबाट चाहिँ क्वेशन आउने हो। खासमा तपाईको सिटिभिटी को एक्जाम चाहिँ 60 मार्क्स को एक्जाम हुन्छ। साइन्सबाट 20 मार्क्स आउँछ, यो फिजिक्स, केमिस्ट्री र बायोलोजीबाट मिक्स गरेर 20 मार्क्स को क्वेशन आउँछ। म्याथमेटिक्सबाट 20 मार्क्स को क्वेशन आउँछ र इंग्लिशबाट 20 मार्क्स को क्वेशन आउँछ। यानी कि टोटल 60 मार्क्स को चाहिँ तपाईहरुलाई क्वेशन सोधिराखेको हुन्छ। र यो 60 मार्क्स को जुन क्वेशन छ यसको लागि टाइम हुन्छ 1.5 घण्टा, यानी कि 90 मिनेटको टाइम छुट्याइएको हुन्छ। अब तपाईको मानिलियो 60 मा 60 आयो भने तपाईको कति पर्सेन्टेज आउँछ? 100% आउँछ हैन। तर त्यस्तो हुँदैन। तपाईको मानिलियो 60 मा 60 आयो भने तपाईको टोटल आउँछ 70%। कुरो बुझ्यो? 60 मा 60 तपाईले ल्याउनु भयो भने तपाईको 70% आयो। यानी कि जति मार्क्स विद्यार्थीले यो इन्ट्रान्स एक्जाममा पाउँछन् त्यसलाई 70% मा कन्भर्ट गरिन्छ र जुन बाँकी रहेको 30% छ नि त्यो चाहिँ एसई मा तपाईको कति जीपीए आयो त्यसले डिटरमाइन गर्छ। त्यही भएर एसई को रिजल्टले पनि हाम्रो इन्ट्रान्समा चाहिँ स्कलरशिपमा नाम निक्लिने ननिक्लिने अथवा सिटिभिटी को कोर्स पढ्न पाउने नपाउनेमा चाहिँ फरक पार्छ। जस्तो कसैको चाहिँ 2 जीपीए भन्दा कम आएको छ भने त्यो बाँकी रहेको 30% मा 21% मार्क्स उसको आयो। कसैको 2 देखि 2.8 जीपीए आएको छ भने 24% मार्क्स आउँछ। 2.8 देखि 3.6 जीपीए आयो भने 27% र 3.6 देखि 4 जीपीए सम्म आयो भने 30%। यसरी चाहिँ बाँकी रहेको 30% मार्क्सलाई चाहिँ एसई को रिजल्टको आधारमा डिटरमाइन गरिएको हुन्छ भने 70% मार्क्स चाहिँ हाम्रो यो एसई को रिजल्टले इन्ट्रान्स को रिजल्टले डिटरमाइन गर्छ। अब जुन यो सिटिभिटी छ यसका विभिन्न क्याम्पसहरू छन्। सिटिभिटीमा 2 प्रकारका क्याम्पस हुन्छन्, एउटा आङ्गिक क्याम्पस, अर्को सम्बन्धन प्राप्त क्याम्पस। आङ्गिक क्याम्पस भनेको चाहिँ सरकारी क्याम्पसहरू र सम्बन्धन प्राप्त क्याम्पसहरू भनेको चाहिँ प्राइभेट क्याम्पसहरू प्रायः जस्तो त्यसमा पर्छ। अब आङ्गिक क्याम्पसमा फी एकदमै कम हुन्छ। जस्तो हाम्रो यो सिटिभिटी को हरेक प्रदेशमा चाहिँ एक-एकवटा आङ्गिक क्याम्पसहरू छन्। त्यसमा चाहिँ फी तपाईको 50,000 देखि 1 लाखमा यो सिटिभिटी को सबै कोर्सहरू पढाइ हुन्छ भने प्राइभेट कलेजहरूमा चाहिँ अब कोर्स अनुसार तपाईहरुको 3 लाख देखि 6-7 लाख सम्म लाग्छ प्राइभेट क्याम्पसहरूमा चाहिँ। अब जुन तपाईले एक्जाम दिनुहुन्छ, एक्जाम दिँदाखेरि कसरी दिनु पर्यो भने पहिला सुरुमा तपाईले सिटिभिटी को फर्म भर्नुपर्छ। तपाईलाई अनलाइनबाट पनि यो फर्म भर्ने सुविधा छ, फिजिकली पनि यो फर्म भर्ने सुविधा छ। अनलाइनबाट चाहिँ कहिलेकाहीँ यो सर्भर ल्याग भएर त्यति फर्म मजाले भर्न मिल्दैन, तर फिजिकली तपाई कुनै ठाउँमा गएर चाहिँ फर्म भर्न सक्नुहुन्छ। जस्तो तपाईले मानिलियो कुनै कलेजमा गएर चाहिँ ल यहाँ सिटिभिटी को चाहिँ पढाइ हुन्छ जस्तो तपाईले बुझ्नु भयो भने त्यहाँ गएर तपाईले फर्म भर्न सक्नुहुन्छ र सिटिभिटीले सबैतिरबाट एउटै टाइममा एक्जाम लिने गर्छ। 2 तरिकाको एक्जाम हुन्छ, एउटा स्कलरशिप एक्जाम हुन्छ, एउटा चाहिँ तपाईको पेइङको एक्जाम हुन्छ। स्कलरशिपको एक्जाम चाहिँ अब सरकारी स्कुलबाट पढेकाहरूले अनि अलिकति गरिब परिवारहरूले, जेन्दार छात्रहरूले मात्रै दिन पाउँछन्, सबैले दिन पाउँदैनन्। र जुन पेइङ एक्जाम छ त्यो चाहिँ सबैले दिन पाइन्छ। तपाईहरुले अब यो स्कलरशिपको क्राइटेरिया के छ, स्कलरशिप कस्ता विद्यार्थीले मात्रै स्कलरशिप एक्जाम दिन पाइन्छन् भनेर
हेर्न मन लागेको छ भने पछि यो नोटिस निकाल्छ www.ctbt.org.np मा गएर तपाईले हेर्नु होला। पेइङ एक्जाम त तपाईले जहाँ पनि दिन पाउनुहुन्छ। फर्म बस तपाईले भर्नु, फर्म भरिसकेपछि तपाईको एक्जाम डेट आउँछ। एक्जाम डेट आएपछि त्यो एक्जाम तपाईले एक्जाम डेटमा एक्जाम कुन ठाउँमा हुन्छ त्यो पनि नोटिस निकाल्छ। त्यो ठाउँमा गएर तपाईले एक्जाम दिनुपर्छ। तपाईले सिटीबिटी पढाइने हामी क्याम्पस अथवा सम्बन्धन प्राप्त क्याम्पसमा गएर फर्म भर्न मजाले सक्नुहुन्छ। क्लियर छ कुराकानी? ल अब कसरी पढ्ने त भन्ने कुरामा जाउँ। तपाईको सिटीबिटी को एक्जाम चाहिँ प्राय जसो यो साउनको सेकेन्ड विकतिर चाहिँ भइराखे हामीले हिस्ट्री पाउँछौं। एससी को रिजल्ट आइसकेपछि साउनतिर तपाईहरुको एक्जाम हुन्छ र विभिन्न इन्स्टिट्युटहरुले चाहिँ सिटीबिटी को कोर्सहरु लन्च गरिराखेका हुन्छ, स्टुडेन्ट्सहरुलाई पढाइराखेका हुन्छ र हामी नेपाल अनलाइन स्कुल एनओएस एकेडेमीले पनि सिटीबिटी का कोर्सहरु लन्च गरेका छौं। विगत 8 वर्षदेखि हामीले क्लास 10 को र यो ब्रिज कोर्स को क्लासहरु चाहिँ पढाइराखेका छौं। हाम्रो जुन एउटा युट्युब च्यानल छ नेपाल अनलाइन स्कुल भन्ने, त्यसमा हामीले युकेजी देखि मास्टर्स लेभल सम्मका सम्पूर्ण च्याप्टर्स का भिडियोजहरु, ओल्ड क्वेशन सोल्युशन्सहरु हामीले पढाएका छौं। एससी को लाइभ को बेला पनि तपाईले धेरै पढ्नु भयो होला। सो तपाईहरुले हामीसँग अनलाइन अथवा फिजिकल माध्यमबाट चाहिँ यो सिटीबिटी को इन्ट्रान्स क्लास लिन सक्नुहुन्छ। हाम्रो 3 वटा शिफ्टमा क्लास हुन्छ हैन, एउटा मर्निङ, डे र इभिनिङ। यो यसको रुटिन तपाईहरुले चाहिँ पछि पाइहाल्नुहुन्छ। हाम्रो यो कन्ट्याक्ट नम्बर छ, यसमा कन्ट्याक्ट गरेर रुटिन तपाईहरुले बुझ्नु होला, फी तपाईहरुले बुझ्नु होला। अब हामीसँग किन पढ्ने त भन्ने तपाईहरुको यदि क्वेशन छ भने हामीले अनलाइन क्लास, फिजिकल क्लास दुईटै अनलाइनबाट पनि पढाउँछौं, फिजिकलबाट पनि पढाउँछौं। फिजिकल पढ्ने भने तपाईहरु आउनुपर्छ काठमाडौँको बाग बजारमा, अनलाइन पढ्ने भने चाहिँ घरबाटै तपाईले पढ्न सक्नुहुन्छ। र हामी नेपाल अनलाइन स्कुलका टिम विगत 8 वर्षदेखि हामीले पढाइराखेका छौं। यानी कि हामीसँग एकदमै एक्सपिरियन्स टिचर्सहरुको टिम छ जसले तपाईहरुलाई चाहिँ करियर गाइडेन्स पनि गर्नुहुन्छ। यानी कि तपाईलाई के बन्न मन लागेको छ, त्यसको पछि प्र्याक्टिकल फिल्डमा गइसकेपछि जागिर कतिको पाइन्छ, इन्कम कतिको हुन्छ भन्ने कुरा पनि हामी गाइडेन्स गर्छौं। र तपाईहरुलाई यदि थाहा छैन के पढ्ने भन्ने विषयमा पनि हामी एकदम मजाले तपाईहरुलाई करियर गाइडेन्स गर्छौं। हामीसँग आउनुस्, तपाईहरु जोडिनुस्। अर्को कुरा, तपाईले क्लास लिनु भयो भने हरेक दिनको रेकर्डेड भिडियोजहरु तपाईहरुले पाउनुहुन्छ। हरेक दिनको रेकर्डेड भिडियो पछि गएर दोहोर्याएर तिरेर तपाईहरुले मजाले हेर्न सक्नुहुन्छ। तपाईहरुले यो रेकर्डेड भिडियोजहरु चाहिँ जबसम्म तपाईले कलेजमा एडमिसन पाउनुहुन्न तबसम्म तपाईले हेर्न पाउनुहुन्छ। यानी कि कार्तिकसम्म तपाईहरुले यो भिडियोजहरु मजाले हेर्न पाउनुहुन्छ, रेकर्डेड भिडियोजहरु। अर्को कुरो, तपाईले क्लासका नोट्सहरु र पीडीएफहरु जुन तपाईको सिलेबस चेन्ज भएको छ क्लास 10 को, त्यो अनुसार चाहिँ ब्रिज कोर्सका एमसीक्यूजहरु पनि केही चेन्ज भएका छन्, केही नयाँ कुराहरु थप भएका छन्। त त्यो नयाँ सिलेबस अनुसारको हामीले तपाईलाई पढाउँछौं र टिचिङ मटेरियल्सहरु, यो नोट्सहरु, पीडीएफहरु, एमसीक्यूजहरु हामी तपाईहरुलाई प्रोवाइड गर्छौं। सिमिलरली करियर गाइडेन्सको कुरा मैले भनिहाले र हरेक हप्ता हाम्रो वीकली टेस्ट, मक टेस्ट हुन्छ। अब टेस्ट चाहिँ किन लिइन्छ भने तपाईहरुलाई एससी मा सिटीबिटी को एक्जाममा कस्तो खालके क्वेशन आउँछ, कुन प्याटर्नमा क्वेशन आउँछ, कुन लेभलको क्वेशन आउँछ एउटा जान्नु पनि पर्यो। र एक्जाम लिइसकेपछि के हुन्छ भने एउटा कन्फिडेन्स पनि तपाईहरुमा डेभलप हुन्छ। तपाईहरुको कस्तो खालके लेभल रहेछ भनेर हामीले पनि जज गर्न मिल्छ र तपाईले पनि जज गर्न मिल्छ र तपाईलाई कसरी सुधार गर्ने, कसरी इन्ट्रान्समा राम्रो मार्क्स लिएर आउने, कसरी स्कलरशिपमा नाम निकाल्ने भन्ने तर्फ पनि हाम्रो ध्यान जान्छ र त्यही अनुसार हामी तपाईहरुलाई अगाडि पढाउँदै पनि जान्छौं। त्यही भएर हामीले हरेक हप्ता चाहिँ मक टेस्ट हुन्छ। अनलाइनबाट तपाईले लिनुहुन्छ भने अनलाइनबाट पनि हुन्छ, फिजिकली तपाई बाग बजार आउनु पर्ने हुन्छ। सिमिलरली हरेक सब्जेक्टको 1000 भन्दा पनि धेरै क्वेशन, जस्तो साइन्सको, म्याथको, इंग्लिशको चाहिँ 1000 वटा भन्दा पनि धेरै एमसीक्यूज क्वेशन्सहरु, टपिक वाइज एमसीक्यू क्वेशन्स प्लस सेट वाइज एमसीक्यू क्वेशन्सहरु तपाईले पाउनुहुन्छ भने हामीले विगतका वर्षहरुमा पढाएका जुन भिडियोजहरु छन् 1000 भन्दा पनि धेरै भिडियोजहरु तपाईहरुले फ्रीली पाउनुहुन्छ। सो अब क्लास तपाईहरुले छिटो भन्दा छिटो जोइन गरिहाल्नु होला। हाम्रो यही वैशाख 5 गतेबाट चाहिँ क्लासहरु धमाधम रूपमा स्टार्ट भइराखेको छ। क्लास लिनको लागि तपाईहरुले दुईटा काम गर्नुस्। एउटा हाम्रो यो नम्बर छ 9849595895, यो नम्बरमा तपाईहरुले कल गरेर अथवा यो नम्बरको व्हाट्सएपमा, भाइबरमा अथवा टेलिग्राममा मेसेज गरेर हाम्रो क्लासको बारेमा बुझ्न सक्नुहुन्छ। सर कति बजेदेखि क्लास हुन्छ, रुटिन के हो, फी कति हो, कसरी फी तिर्ने हो, कसरी क्लासमा इनरोल हुने हो, केबाट क्लास हुन्छ, सबै कुराहरु डिटेलमा तपाईले बुझ्न सक्नुहुन्छ। र मैले यो भिडियोको तल डिस्क्रिप्सनमा चाहिँ एउटा फर्म पनि राखिदिएको छ। त्यो फर्म तपाईहरुले भर्नु होला। त्यो फर्ममा तपाईहरुको नाम, नम्बर, तपाईले के कोर्स पढ्न खोज्नु भएको हो,
केही एक्स्ट्रा कुराहरू चाहिँ त्यहाँ तपाईँले लेखेर त्यो फर्म फिलअप गरिदिनु होला। फर्म फिलअप भइसकेपछि तपाईँहरूलाई हामी कल गर्छौँ र क्लासमा चाहिँ इनरोल गर्छौँ। अब यस्तै गरी म अरू साइन्सको म्यानेजमेन्टको पनि भिडियो बनाउँछु, तपाईँहरूले हेर्नुहोला र नआएका कुराहरू तपाईँले एकदम खुलस्त तरिकाले यो नम्बरमा फोन गरेर अथवा मेसेज गरेर सोध्न सक्नुहुन्छ। हस् त, आजको लागि यति नै। धेरै धेरै धन्यवाद।